नमस्कार साथीहरु, म तुफान वाला टोकरी। देश बिगार्ने भनेको नेताहरुले मात्रै होइन, देश बिगार्ने भनेको मिडियाहरुले पनि हो। आज चाहिँ ती मिडियाहरुको कुरा गरौँ जसले चाहिँ देशलाई बर्बाद गरिरहेका छन्। सुरु गरौँ। कर्मचारी टोयलेटमा गएर हराउन थालेपछि एक कम्पनीले टोयलेटमा 2 मिनेट भन्दा बढी समय लगाए तलब कटौतीको नियम बनाएको छ। यो टेक्नोलोजीको जमाना हो। मान्छेले कटौतीको अगाडि मोबाइलको लक खोल्नलाई 2 मिनेट लाग्छ, तिमी 2 मिनेटको कुरा गर्छौ। अफिसमा जाने कर्मचारीहरु बेलुका घर गएपछि 3-4 वटा बियर मस्तसँग खाएर सुत्छ। भोलि अफिसमा गएर त्यो बियर फाल्नलाई मात्र 5 मिनेट लाग्छ, तिमी 2 मिनेटको कुरा गर्छौ। हैन होला के हो? टोयलेटमा 2 मिनेट भन्दा बढी समय लगाए तलब कटौतीको नियम बनाएको छ। पिसाब फेर्न ढिलो गरेपछि तलब काटेको छ अरे। तलब मात्र किन, सिधै तलबको काट्दैउ न, डन्ठै सा। प्रेमिकालाई राति घरमा भेट्न जाँदा एक युवकको रामधुलाई भएको छ। प्रेमिकाको परिवारले युवकलाई कोठामा बन्द गरी मरणासन्न हुने गरी कुटेका हुन्। मर्ने गरी कुटेका हुन्। कुनै समयमा त्यो दाइको 2टा गेडा फुटेका हुन्। समाचार बनाउ न, बल्ल भाइरल हुन्छ तिम्रो समाचार। जब एउटा मान्छेले कुटे खाएको भिडियो पनि न्यूजमा आएर कुटे खाएका हुन् अरे। आफै गएर हान्न लगाथ्यौ क्या हो दिदी? खाने तेल रक्सी भन्दा हानिकारक हुने पाइएको छ। नाइ, हामीले यो समाचारबाट के सिक्ने? अब तेल खान छोडेर हामीले रक्सी खाने? पुरुषहरूले महिलाको मुक्काबाट आफ्नो बङ्गरा जोगाउन बाक्लो दाढी पाल्ने गरेको पाइएको छ। माथिको दाढीको कुरा त गर्यौ दिदी, मुक्का जोगाउने रहेछ। तलको दाढी चाहिँ के गर्ने रहेछ नि? त्यो पनि भन्देऊ। प्रेमिकालाई पानी मुनि गएर विवाहको प्रस्ताव राख्न खोज्दा एक युवाको पानीमा डुबेर मृत्यु भएको छ। अनि पानी भित्र गएर प्रस्ताव गर्नलाई त्यसको प्रेमिका के जल परी हो? पानी भित्र के गर्न लागि? माछा सोक्न लागि? माछा पिटी 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 पिटी। बिहे नगरेका पुरुषहरूको कम उमेरमै मृत्यु हुने गरेको देखिएको छ। यदि यो कुरा साँच्चै हो भने आऊ तिमी र म बिहे गरौँ दुईजना, लामो उमेरसम्म बाँचौँ है। ब्रेकअप भएर पीडामा बसेका युवा युवतीहरूलाई सरकारले करोडौं बजेट छुट्याएको छ। हेरेर यो दिदीको समाचार, आफू सिंगल छु भन्दैमा अरूको जोडी छुटाउनु खोजे होला हैन? इस छुटिन्छ। तिनीहरुको के मन हुन्न, तिनीहरुको के फिलिङ्स हुन्न, पैसाको लागि के आफ्नो बुढी छोड्दैनन्, आफ्नो गर्लफ्रेन्ड छोड्दैनन्? हैन होला के हो? अभिनेत्री स्वस्तिमा खड्काको गर्भवती लोक सार्वजनिक भएको छ। यस्ता समाचार बनाउनु भन्दा जुम्रा मारेर बसेर जाऊ। स्वस्तिमा खड्काको गर्भवती भएको फोटो सार्वजनिक भएको छ। यो फोटो सार्वजनिक भएसँगै नेपालका काम नपाएका मिडियाहरूले काम पाइरहेका छ। अरू चकलेटको तुलनामा डार्क चकलेट स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। डार्क चकलेट अरूको तुलनामा चाहिँ एकदमै फाइदाजनक मानिन्छ। डार्क चकलेटको कम्पनीको मालिकले चाहिँ यो मिडियालाई 1000 रुपैयाँ घुस दिएको छ। डार्क चकलेटले तनाव कम गर्ने अनुसन्धानहरूबाट पुष्टि भएको हो। यदि चकलेटले तनाव कम हुने भइदिया मान्छेले चुरोट खान्छ, रक्सी खान्छ? गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अन्डाको आकार र संख्या दुवै घट्न थालेपछि बजारमा माग बढ्न थालेको छ। कुखुराले चारो नखाएर अन्डा नदिएपछि व्यापारीहरूले ती कुखुरालाई भटाभट काट्न थालेका छन्। त्यसकारणले केटाहरूले पछि भविष्यमा गएर अन्डाहरू बढ्न सक्छ, त्यसकारणले 2-2टा अन्डा पालेका छन्। जापानमा दिशा दान गरे बापत 28,000 नेपाली रुपैयाँ पाइने भएको छ। उसो भए नेपालमा खाएर जापानमा हग्न गए भइहाल्यो नि। दिउँसोको समयमा काम गर्नु र रातिको समयमा कोहीलाई त 2 चोटि नगरे हुँदै हुन्न। काम काम। 5 महिना अघि ससुरालीबाट हराएका ज्वाइँ मोमो खाँदै गर्दा सालोले भेटाए। चस्मा दिदी, एउटा अर्को कुरा पनि भन्दिन न, त्यो मोमो भेज थियो कि नन भेज थियो अरे? यौन सम्बन्धबाट टाढा रहँदा मानिस 150 वर्षसम्म बाँच्न सक्ने वैज्ञानिकहरूले दाबी गरेका छन्। बिहे गर्ने, यौन सम्पर्क गर्ने, बरु छिटै मर्ने।
सो हेलो युट्युब फ्रेन्ड्स, नमस्कार। म चाहिँ तुफान मल्ल ठकुरी, हजुरहरूको प्यारो भाइ। आजको तुफान इन्टरटेनमेन्ट भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। मेरो मेन मकसद भनेको चाहिँ के हो भने चाहिँ नेपालमा भइरहेको गलत कुराहरूलाई उठाएर, गलत कुराहरूलाई आवाज उठाएर चाहिँ मैले इन्टरटेनमेन्ट दिने हो हजुरलाई हैन। जसले चाहिँ बिना कामका भिडियोहरू बनाइरहेका छन् हैन, नेपालमा विकृति फैलाउने खालका भिडियोहरू बनाइरहेका छन् हैन, तिनीहरूले चाहिँ रोस्ट हानेर चाहिँ मैले भिडियो बनाउने गर्छु। यदि हजुरहरूले यस्तो भिडियोहरू हेर्नु मन लाग्छ भने भिडियोलाई लाइक गरी च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला साथीहरू हैन। यस्तै भिडियोहरू ल्याएर हजुरहरूले हँसाइरहन पाऊँ, हजुरहरूलाई सुखी देख्न पाऊँ गाइज हैन। म चाहिँ यही भन्छु हजुरहरूको लागि। सो गाइज हैन, हजुरहरूले चाहिँ अब नेक्स्ट टाइम पनि यस्तै भिडियो ल्याएर मनोरञ्जन गराउनु छ हैन। त्यस बेलासम्मको लागि चाहिँ म तुफानबाट ठोकरलाई बिदा दिनुहोस् गाइज हैन। नेक्स्ट टाइम चाहिँ यस्तै भिडियो ल्याएर फेरि पनि आउने छु। त्यस बेलासम्मको लागि चाहिँ बाई बाई।